छेर्मुसे अनि यहाँ धनगढीमा कस्तो लाग्यो तपाईँलाई आएर गाडीमा एकदम राम्रो लाग्यो अनि अलिकति जाडो रहेछ तर पनि यहाँको बासिन्दा एकदम राम्रो हुनुहुँदो रहेछ है हजुर अनि आज चाहिँ के को पूजा छ नि यता आज चाहिँ विशेष गरी अब रिजिन दिवा भन्छ हजुर विद्याधार समुदायको गुरु विद्याधार समुदायको पूजा भनौँ हजुर प्लस अब आयुको पूजा पनि भनौँ हजुर हजुर अब हामी अहिले पूजाको ब्रेकमा छौँ होइन अनि अब फेरि एकचोटि गर्छ सबै यो अब पूजा सकेर जब खाना खाएर पछि चाहिँ हजुर पूजाको कार्यक्रम हुन्छ ए अनि यहाँ चाहिँ यस्तो आगो बलिरहेछ यसको विषयमा चाहिँ के भन्नुहुन्छ यो के गर्नुभएको तपाईँ यो चाहिँ हिजो हजुर जुन दिपासँग मिलाएर चाहिँ एउटा शान्तिको होम हुन्छ नि हजुर छिवी झिन्सेक हजुर छिवी झिन्सेक चाहिँ गरेको थियो हजुर त्यसको आगो चाहिँ अहिलेसम्म निभेको छैन छ हजुर र लगभग अब 24 घन्टा लागिसक्यो हजुर दिउँसो खाना खाएर हामीले होम गरेको थियो हजुर त्यो आगो अहिलेसम्म यसरी बलिरहेको छ हजुर अनि हाम्रो यहाँ चाहिँ कति दिनको कार्यक्रम थियो नि ल यहाँ चाहिँ अब विशेष गरी 3 दिनको कार्यक्रम थियो 3 दिन भन्दा 4 दिन जस्तो हजुर। फर्स्ट दिनमा हाम्रो गुरुहरूलाई चाहिँ एउटा स्वागतम कार्यक्रम भयो हजुर दोस्रो दिनमा यो गुम्बाको श्री टासी दोर्जे छेलिङ गुम्बाको यो नयाँ गुम्बा हो यसको उद्घाटन हजुर गरेको थियो अनि तेस्रो दिनमा चाहिँ हिजोको दिनमा चाहिँ अब होम गरेको थियो अहिले भर्खरै भने जस्तै हजुर आजको अब आज चाहिँ अन्तिम दिन हो आज चाहिँ के उहाँहरू छ कि आज चाहिँ हजुर अब यो अहिले यो खाना खाइसकेपछि चाहिँ उहाँको कार्यक्रमहरू हुन्छ हजुर त्यसपछि लास्टमा चाहिँ अन्तिममा चाहिँ एउटा दीप प्रज्वलनको एउटा हुन्छ नि मलम हुन्छ त्यसपछि ट्रासी हुन्छ अनि यसरी चाहिँ अब समाधान गर्छ यस्तो जानकारी पाउनुको लागि दिनुभएको धेरै धेरै धन्यवाद है तपाईँलाई पनि त्यस्तै